bachelor degree in bachelor study. देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो. They are one subject fail. They have score one subject fail. I score all subject pass. काठमाडौँलाई बाई बाई गर्नु पर्यो. काठमाडौँलाई के भन्न चाहनुहुन्छ? Fuck you. रोनाल्डो हो? रोनाल्डो जुनियर हो. पक्का? रोनाल्डो वाला गोटो कुन हो? मेसी कुन हो? मेसी कुन हो? मेसी अहिले आउँछ त्यो भाउ गर्दै. According to the Adam Smith, economics is a political and scientific reason why we study economics. Is very good subject. Hello guys. Hello. Get so. Bismillahirrahmanirrahim. Eid Mubarak. Who got the temper or bossa? It's a good. लिची खान जान लाग्यो. देउरालीतिर एउटा देउरालीको हेर्ने बित्तिकै मैले अस्ति भर्खर हेरेको काफ्ली गीतको याद आयो र म त्यो गाउन जाँदैछु. देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो. देउरालीमा बतास चल्यो डाली डाली बस्दै बस्दै डाली डाली बस्दै बस्दै. धन्यवाद. ओके, आई एम ग्रेजुएट. Bachelor degree in bachelor study. Bachelor degree in bachelor study. Yes. I am very sincere. We have our guys with us. They are one subject down with me. They don't write anything. Look. Yeah, they are what? They are one subject fail. They have score one subject fail. I score all subject pass. Okay, we are back. Okay, this is riding road on. We are hunting, Richie hunting. Yeah, okay. yeah. यो पनि अहिले नयाँ बनेको रोड हो. यो ठुलो खोला एरियामा राम्रो बनाएको रहेछ. तलसम्मै पिच भयो जस्तो. अब ठुलो खोला एरियामा पनि वाल लगाएर सिद्धेको रहेछ. अब त्यहाँ पनि पिच गर्छ होला. त्यो पछाडि त यो बाटो त एकदम दामी हुन्छ. उता नागढुङ्गावाला बाटो जानै पर्दैन. यो बाटो नि पहिल्यैदेखि पिच छ. अलि अगाडि गए पछाडि चाहिँ अफ रोड छ. बाटो त ढलान पिच होला खतम होला. यो ठाउँ चाहिँ धादिङ र काठमाडौँको बोर्डर हो कि. काठमाडौँलाई बाई बाई गर्नु पर्यो. काठमाडौँलाई के भन्न चाहनुहुन्छ? Fuck you. काठमाडौँलाई काठमाडौँको अझ तारिफ गर्नु न. काठमाडौँ हो यो. धुलो खाने काठमाडौँमा कोही पनि नआउनु. जमजम Arigato gozaimasu, sensei. भन्ज्याङ पोखरी है गाइस. यहाँबाट तलतिर नुवाकोट होइन.
नुवाकोट होइन माथि गयो भने चाहिँ नुवाकोट देखिन्छ नुवाकोट पुगिन्छ कि पुग्दैन थाहा भएन त्यो अगाडि एउटा चौतारो छ नि चौता ए त्यही हो क्या बाटो चाहिँ तर धेरै राम्रो हो नि यार यताको यो ठुलो पनि रहेछ यहाँनिर तल आएपछि त छोरो गाडीले लास्टै आइसक्यो त भ्लग इन भ्लग सबिन दाईको अङ्कलको घर जानु पर्यो नि त लिची बगानमा हामी आयौँ यहाँबाट भ्यू यस्तो देखिन्छ काठमाडौँका मुलाहरूलाई यस्तो यो नेचरको बिचमा भएको घरको मजा के थाहा धुनीबेसी वडा नम्बर 7 को वडा कार्यालय रहेछ त्यो चाहिँ रोनाल्डो जुनियर हो पक्का रोनाल्डो वाला गोटो खै यता दुईटा थुन पनि रहेछ यो त रोनाल्डो कुन हो मेसी कुन हो मेसी कुन हो मेसी अहिले आउँछ त्यो भाउ गर्दै ए हाम्रो लिची हन्ट एपिसोड 4 हुने भयो 4 पुगिसक्यो 4 पुगिसक्यो हो 2 मात्र पुग्यो त मेरोमा त त्यसै गरौँ त्यो गर्छ नि एउटा जुम गरेर भिडियो निकालेको त्यसकोमा हाल्नु हुन्छ एक दिन एक्चुअली म हाम्रो चिफ गेस्टलाई मन्तव्य राख्नलाई अनुरोध गर्छु के मन्तव्य राख्नु सर यस्तो टन्टालापुर गर्नु आएर पहिला 100 रुपियाँमा पाइने लिची 200 रुपियाँ तिर्नु पर्दाखेरि तपाईँ के भन्न चाहनुहुन्छ यो अब यस्तै हो सुरुको सिजनको सुरुको हो त्यही भएर पनि अलिकति कस्ट हाई पर्यो एकर्डिङ टु द मार्केट डिमान्ड सो द कस्ट इज हाई अनि अब बिस्तारै यो डिमान्ड कम हुँदै गएपछि सिजन कम हुँदै गएपछि चाहिँ प्राइस पनि हल्का डिक्रिज हुँदै जान्छ एकर्डिङ टु इकोनोमिक्स खोल्नु न यस्तो स्पेशल कन्टेन्ट भेट्यो भने देखाउला नत्र भने इंग्लिश बोल्नु त According to the Adam Smith, economics is a political and scientifical reason why we study economics is very good subject. ओके गाइज हामीले लिची किन्यौँ लिची खायौँ लिची झोलामा हाल्यौँ अब हामी यता यो जीवनपुर जानेवाला बाटोतिर जाँदैछौँ अब कहाँनिरसम्म पुगिन्छ थाहा छैन होइन वी हेभ आवर बोय सुभाष गिरी राइडिङ बाइक भेराइटीका कुकुरहरूसँग त सङ्गत गर्नुपर्छ हामीलाई माथि पुऱ्याइदियो यो सङ्गत त धेरै राम्रो गरेको थियो हामीले तर यो कुकुरहरूको सङ्गत चाहिँ हामीले धेरै पछि गऱ्यौँ हाम्रा दुईटा कुकुर भुसिया कुकुर एउटा कालो लाउने भुसिया कुकुर एउटा टुप्पीवाला भुसिया कुकुर मेसी फ्यानहरू यस्तै हो मेसी फ्यानहरू यस्तै हो क्या धादिङ त यो पनि धादिङ नै हो जीवनपुर पुग्छ हाइवे धादिङ तलको भ्यू बवाल देखिरहेको छ गाइज होइन फाटै फाट मलाई 100 लागिरहेको थियो कि त्यो के अरे कराएको देखेर होइन
अनि भने देखेर नै लागिरहेको थियो मलाई। सङ्गत पनि भेराइटीका कुकुरहरूसँग त गर्नुभयो। मैले खिचेको थिइनँ भनेर खिचेको थिइनँ। बेलुका तल झर्ने बेलामा चाहिँ गाइज हामी जीवनपुर आइपुग्यो। 2 चोटि प्र्याङ्क भए पछाडि यिनीहरूले प्र्याङ्क गरे होइन। पछि पनि रेकर्ड गरिनँ, पछि पनि काट्छ अरे। पहिला माथि जाने त पक्कै होइन जस्तो लागिरहेको थियो मलाई। माथि जाने होइन जस्तो लाग्यो, त्यही पनि होला त अब करिस दाइहरूलाई नदेखेपछि भनेर जस्तो लाग्यो। जाउँछ नि कन्भिन्स गराउन कस्तो थियो कुरो होइन। पछाडि त्यो घुमाएको बेलामा त मलाई थाहा, त्यो बेलामा त थाहा भएको थियो। यो अगाडि लाग्यो मलाई चित्त बुझेन अनि त्यही भएर त्यसले हामीलाई धुलो खुवायो क्या त्यो बेलामा, अनि त्यो भएर खोइ को हो? बेलिङ्गम हो? बेलिङ्गम हो? बेलिङ्गम हो? ए रोनाल्डो। CR7 रियल माद्रिद। चुप्पा हान्नु नि चुप्पा। मेरो क्लासका सबैले यहाँ अब ल रियल माद्रिदको कतिको ठुलो फ्यान हो तपाईँ पनि यहाँ चुप्पा हान्दिनु ब्याग पछाडि यहाँ चुप्पा हान्नु जग्गाको भाउ सोधेर आउनु होइन कति रहेछ ठिक हो नि आनाको 50 पऱ्यो त्यो भयो आनाको 50 होइन नि त 5 मिनट त पुरै होला कसलाई भने आउँदिन म भ्यू भनेको हैन उदे पारिदेखिको त्यो डाँडोमा त्यो केबल फुट्यो हो रे त्यहाँबाट गल्छी निस्किन 15-20 मिनेट लाग्छ अरे गल्छी निस्किन भनेपछि त कति त्यहाँबाट त्यही पुग्न लाग्छ 15-20 मिनेट यो यता पुरै घुमेर जानुपर्ने होला बाटो यस्तो छ भने त ठिक छ बाटो पिजै छ भने त ठिक यो फेरि कस्तो दामी छ यता यो डाँडोहरू नुवाकोट हो सबै नुवाकोट गाइस हामी फेरि भञ्ज्याङ पोखरी आइसक्यौँ भञ्ज्याङ पोखरी फेरि आइसक्यो हाम्रो लिची हन्ट भनेर भनेको खासै त्यस्तो सक्सेसफुल भयो होइन भञ्ज्याङ पोखरी गाइस नयाँ नयाँ